सबैमा नमस्ते। हजुरहरूलाई काठमाडौँ भ्यालीभित्र कुनै पनि खान बस्न आउन जान कुनै पनि काम चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। काठमाडौँ भ्यालीभित्र हुनुहुन्छ या बाहिर हुनुहुन्छ, काठमाडौँ भ्यालीभित्र आएर काम गर्न सक्नुहुन्छ। यसको लागि हजुरले युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ, लाइक कमेन्ट सबै गर्न सक्नुहुन्छ। अब कुरा गरौँ रेडबुल कम्पनी। रेडबुल कम्पनी लगन खेलको लागि चाहिँ हो। स्टार्टिङमा 20,000 तलब हुन्छ, खाना दिन्छ, शनिबार बिदा हुन्छ 7 बजेदेखि 7 बजेसम्म, नाइट डे जुनमा गर्दा पनि हुन्छ। अब हजुरले काठमाडौँ भ्यालीबाट जुन ठाउँबाट पनि भ्याउन सक्नुहुन्छ। काम चाहिँ लगन खेलको लागि हो। इच्छुक व्यक्तिले चाहिँ छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुन्छ। अब कुरा गरौँ भक्तपुर सल्लाघारीको लागि इलास्टिक कम्पनीमा। इलास्टिकको सामानहरू बन्छ, त्यो सामानहरू गाडीमा लोड अनलोड गर्ने 10 जना कर्मचारी अर्जेन्ट चाहिएको छ। स्टार्टिङमा 27,000 तलब हुन्छ, 7 बजेदेखि 7 बजेसम्म हुन्छ। यसमा चाहिँ डेको लागि हुनेछ। काम गर्नुहुन्छ भने खाली नै छ। इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी त्यही भक्तपुर इलास्टिक कम्पनीको लागि हेल्पर चाहिएको हुनाले इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुन्छ। तलब चाहिँ 22,500 हुनेछ। समय चाहिँ 7 बजेदेखि 7 बजेसम्म, नाइट डे जुनमा गर्दा पनि छ। इलास्टिकको सामानहरू बन्छ, त्यही मेसिनहरू चलाउने कामहरू भयो, मेटेरियलहरू मेसिनमा हाल्ने कामहरू भयो, प्याकिङहरू गर्ने, गोदामहरू मिलाउने सम्पूर्ण काम चाहिँ गर्नुपऱ्यो इलास्टिक कम्पनीमा, लोड अनलोड बाहेक अरू जुनसुकै पनि। खाना बस्न ड्राइभरको लागि पनि हामीसँग थुप्रै डिमान्डहरू छ। पानी कम्पनीको लागि अनि यो रुमहरूको सामानहरू ओसार पसार गर्ने गाडीको लागि 18,000 तलब, खाना बस्नको लागि खाली नै छ। रुमहरूको सामानहरू ओसार पसार गर्नेतिर 18,000 तलब, खाना बस्न सामा खुसीको लागि रहेको छ। र पानीको गाडीको लागि भक्तपुर र टोखाको लागि 18,000 तलब, खाना बस्नको लागि दुई ठाउँमा जुन ठाउँमा गर्दा पनि छ। ड्राइभरको लागि चाहिँ त्यही 10-12 जना नै चाहिएको छ। हात्ती गाडी हेल्पर, रुमहरूको सामानहरू ओसार पसार गर्ने हात्ती गाडीमा हिँड्ने हेल्पर गर्नुहुन्छ भने कामहरू चाहिँ खाली नै छ। स्टार्टिङमा 15,000 तलब हुनेछ र खाना बस्नको सुविधा हुनेछ। इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुन्छ। काम चाहिँ मूलपानी र सामाखुसीको लागि रहेको छ। यसै गरी पानीको जार बोक्ने गाडीमा गर्नुहुन्छ भने त्यसको लागि खाली नै छ। पानीको जार बोक्ने गाडीमा हो। स्टार्टिङमा 10,000 तलब हुन्छ, खाना बस्न सबै कम्पनीले दिन्छ। काम चाहिँ मूलपानी, टोखा, बुढा नीलकण्ठ, भक्तपुर, चक्रपथ, बस पार्क, मनमाइजु काम चाहिँ जता गर्दा पनि पाउँछ। पानीको जारहरू भर्नेतिर पनि पाउँछ, पानी गाडी ड्राइभरतिर पनि पाउँछ। हजुरले कुनमा गर्ने हजुरको इच्छाअनुसार काम चाहिँ खाली नै छ। अब कुरा गरौँ पास्ता कम्पनीको लागि। पास्ता कम्पनीमा 15,000 तलब, बस्न दिन्छ, खाजा दिन्छ, खाना चाहिँ आफ्नो लाग्छ, साथीभाइहरूसँग मिलेर खानुपर्छ। 12 घन्टा काम हुन्छ। यो चाहिँ कपनको लागि हो। काम गर्ने इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुन्छ। काम चाहिँ तिहार लगत्तै हुने भएकोले सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी रहेको छ रोटी प्याकिङको लागि। रोटी प्याकिङको लागि चाहिँ 10,000 तलब हुन्छ, खाना बस्न हुन्छ। यता काम चाहिँ सादो बाटोको लागि रहेको छ। टाइम चाहिँ आवश्यकता अनुसार गर्नुपऱ्यो, महिला पुरुष जुन भए नि हुन्छ। इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुन्छ। यसै गरी रह्यो सस कम्पनी। सस कम्पनीमा 12,000 तलब, खाना बस्न खाली नै छ। त्यसमा गर्नुहुन्छ भने 12 घन्टाको लागि हो। काम चाहिँ यता कलङ्कीको लागि हो, त्यसको लागि पनि खाली नै छ। अब कुरा गरौँ गाडीमा हिँड्ने हेल्पर। स्कुलको गाडीमा हिँड्ने 12,000 तलब, खाना बस्न सहित गर्नुहुन्छ भने चक्रपथको लागि खाली नै छ। 12,000 तलब हुनेछ, खाना बस्न दिनेछ। काम चाहिँ अब बेबीहरूलाई गाडीमा हाल्ने ओह्राल्ने काम, बाटोहरू कटाउने कामहरू सबै गर्नुपर्छ। त्यसमा गर्नुहुन्छ भने गाडी हेल्परतिरको लागि चाहिँ खाली नै छ। अरू रह्यो त्यसै गरी ललितपुर लगन खेलको लागि प्लास्टिक कम्पनीमा प्याकिङ गर्ने 10 जना केटाहरू अर्जेन्ट चाहिएको छ। टाइम चाहिँ 7 बजेदेखि 7 बजेसम्म हुनेछ। 21,000 तलब हुनेछ। अब खाना खाजा आफ्नो हुनेछ, छुट्टीहरू चाहिँ हुने छैन। त्यसको लागि खाली नै छ। महिलाहरूको लागि पनि 15,000 तलब, 7 बजेदेखि 7 बजेसम्म, सुक्खा 15,000 हुनेछ। इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुन्छ। अब रह्यो कुखुरा फार्म, कृषि फार्म, गाई फार्मतिर 15,000 तलब, खाना बस्नको लागि काठमाडौँ, ललितपुर, भक्तपुर तपाईँले जुन ठाउँमा गर्न सक्नुहुन्छ। जोडी भए पनि हुन्छ, सिङ्गल भए पनि हुन्छ। जोडीको लागि 30,000 तलब, बस्न दिन्छ, खाना चाहिँ आफ्नो लागि कुखुरा फार्ममा। 30,000 तलब, खाना बस्न कृषि फार्म, गाई फार्ममा खाली नै छ जोडीको लागि। सिङ्गलको लागि 15,000 तलब, खाना बस्न
त्यसको लागि पनि खाली भएकोले इच्छुक व्यक्तिले छिटोभन्दा छिटो गर्न सक्नुहुन्छ। नत्र अरू यो नयाँ डिमान्डहरूको प्रतीक्षामा हुनुहुन्छ भने हजुरले सब्सक्राइब गर्न सक्नुहुन्छ। सब्सक्राइब गरिसकेपछि हजुरहरूकोमा नयाँ नयाँ डिमान्डहरू आइरहेको हुनाले सब्सक्राइब, लाइक, कमेन्ट गर्न चाहिँ नभुल्नुहोला। हस्त, नमस्ते, थ्याङ्क यू, धन्यवाद।